हामी नेपाली हो गाइस, हामीले यतिको टिप्नु पर्ने हुन्छ। यो फुलको अब हामी एकछिनमा हेरबिन बनाएर यस्तो फोटो खिचेर हाल्छौँ। हेलो नमस्ते सबैजनालाई, म हुँ हजुरकै प्यारी सविता भन्न त मिल्थ्यो, तर अहिले चाहिँ खासै मिल्दैन किनकि मैले भ्लगहरू केही हालेको छैन। हजुरले मलाई चिन्नु हुँदैन होला, बिस्तारै चिन्नुहुन्छ, माया र साथ सपोर्ट गरिदिनु होला। यो चाहिँ हो मेरो आज फर्स्ट भ्लग। म चाहिँ जाँदैछु आज घुम्नको लागि। म चाहिँ कोरियामा आएर फर्स्ट टाइम एक्लै घुम्न जाँदैछु है। एक्लै मतलब हस्बेन्ड बिना, म त जहिले हस्बेन्डले लिएर जानुहुन्थ्यो। मलाई खासै यताको बाटो थाहा छैन। आज चाहिँ म र मेरो साथी भएर जाँदैछौँ। उहाँ पनि नयाँ हुनुहुन्छ, बट हामीले एउटा दामी ठाउँ देखेको थियौँ अस्ति, अनि हामी 1 महिनादेखि प्लान गरिरहेको थियौँ जाने भनेर। तर बट फाइनल्ली हामीले त्यो ठाउँमा आइसकेको छ अनि आज हामी जान आँटेको छौँ। हामी चाहिँ यताबाट जानुपर्ने हुन्छ। हजुरहरूलाई म थोरै भ्युज देखाइदिउँ। आई लभ द प्लेस। हामी चाहिँ यताबाट जानुपर्ने हुन्छ, यो बाटोबाट जाँदैछौँ। यो हो हुन्डाई आउटलेट। हामी प्रायः जस्तो सबैजना यहीँ भेट्छौँ अनि हामी यताबाट जाँदैछौँ। उताबाट गएपछि हामीलाई चाहिँ 20 मिनट्स लाग्छ। हामी हिँडेर जाँदैछौँ साइक्लिङ गर्नको लागि। आई हेभ वेयर द वान पिस। अनि हामीले खासै गाडी चढ्न पाउँदैनौँ क्या, लोकल गाडी चढ्न नेपालको जस्तो। यो यस्तो घाम सर्केर पाप भइसक्यो नि साथीहरू। 27 रहेछ टेम्परेचर। तापक्रम बढे, ज्वाला फुटे, त्यसको मुखबाट गालीसाली भन्ने बेला भइसक्यो होइन। तर पनि म चाहिँ जाँदैन छु। साथीको रुम चाहिँ अलिक टाढै नै छ क्या, अनि उहाँको रुमसँग पुगेर जानुपर्ने छ। वाउ साथीहरू, म हजुरहरूलाई फ्लावर देखाऊँ। यो रोड साइड फ्लावर। फाइनल्ली 30 मिनट्स हिँडेपछि म यता साथीको रुम साइडमा आइपुगेको छु। यताको चाहिँ एउटा रुल्स छ क्या गाइस, फेरि हामीले बाटोमा भ्लग बनाउँदा नि हामीले कोरियनलाई देखाउन पाउँदैनौँ क्या। झुक्केर पनि फ्रेममा आयो भने नि उनीहरूले राम्रो मान्दैनन् क्या। त्यही भएर खासै बाटोमा हिँड्दा चाहिँ त्यति कन्टिन्यू भ्लगिङ गर्न पाइँदैन। हामीले चाहिँ रोकिँदै गर्नुपर्ने हुन्छ। अब साथी कहाँ हुनुहुन्छ त्यो पनि थाहा छैन मलाई। उहाँको रुम जाने बाटो त यही हो। मैले उहाँलाई यहीँ आएर बस्नु भनेको। यहाँबाट यता जस्तो राम्रो सिन छ हेर्नु, जहाँ चाहिँ फ्लावर छ। यताबाट जाने हामी। यताबाट गएपछि चाहिँ यस्तो छ यहाँको बाटो। यहाँ यस्तो राम्रो फ्लावरहरू हुन्छ नि। फुलहरू मुस्कुराउँदै, यति धेरै फुलै फुल छ है। नेपालमा भएको भए यही सिधैबाट गएको हामी पनि। यस्तो यहाँ त यस्तो दामी हुन्छ नि यो फुलहरू पनि। धेरै फुलहरू छ, म तपाईँलाई देखाइदिन्छु नि। नेपालमा यही फुल भएको भए चुडेर बुढाबुढीहरूले पूजा गर्न लगेर के गर्छ भने यस्तो दामी फुल छ नि। पिङ्क ब्लू सब मिक्स छ क्या है। यहाँ हामी चाहिँ आएको छौँ आज मिनी झरनामा। यो चाहिँ हो गाइस मिनी झरना। नेपालको जस्तो सफा छैन, फोहोर चाहिँ छैन, एकदम सफा छ। बागमती भन्दा सफा छ। हेर्नुहोस् यो खोला बागमती भन्दा चाहिँ सफा छ है, नेपालको बागमती भन्दा। वाह, यस्तो चिसो पानीमा यस्तो गर्मी भएको बेलामा यस्तो आनन्दले के भन्छ अरे साथी यसलाई, नाइप हो कि के लिनु भन्दै भन्न पनि आएन हौ। यस्तो बबाल चिसो छ नि। फेरि हेर्नुहोस् त शरीर र खुट्टामा पानी बग्दाखेरि वाउ आनन्द आइला। यस्तो बबाल आनन्द आइरहेको छ नि। तर घाम परेर अनुहार चाहिँ खासै गतिलो देखिएको छैन होला कि। हामी चाहिँ घुमेर अनुहार पनि मेरो रातो भएको होला है। हामी नेपाली हो गाइस, हामीले यतिको टिप्नु पर्ने हुन्छ। यो फुलको अब हामी एकछिनमा हेरबिन बनाएर यस्तो फोटो खिचेर हाल्छौँ। अनि अर्को एउटा कुरा पनि क्या, यो काफल खान्थ्यौँ नि हामीले नेपालमा। अब यहाँ चाहिँ हामी खाँदैनौँ। यहाँ चाहिँ बिरालोले सुसु गरेको छ होला, किनकि यहाँ एकदम धेरै बिरालो हुन्छ क्या। यहाँ चाहिँ यति धेरै काफल रहेछ। फेरि काफल पनि यस्तो दामी छ कि उहाँ चाहिँ काफल खान्छु भन्दै हुनु। मैले नखानु, बिरालो सुसु गरेको छ भनेर उहाँलाई सम्झाएर मैले सम्झाइ बुझाइ गरेर लिएर हिँडेको छु। रोएर गाइस, बिरालोले त फेरि घाँटेर गरिदिन्छ नि त। अनि हामीले चाहिँ त्यो हेरबिन बनाउने फुल टिप्यौँ।
हामी नेपाली भएर यतिको चाहिँ गर्नुपर्ने हुन्छ। सबै कोरियनले हेर्दै थियो के गरेको होला। यहाँ हेर्नु, यहाँ पनि कति धेरै छ। यो चाहिँ हामीले यो येल्लो कलरको फुल चाहिँ टिप्न पाइँदैन, फेरि फाइन तिराउँछन् हामीलाई। त्यो हेयरबिन बनाउने फुल त त्यो हेयरबिन बनाउने फुल त नेपाली त हो नि। दिस इज आवर फ्लावर भन्न पाइयो नि त। अब हामी चाहिँ एउटा बस्ने ठाउँ खोजेर हेयरबिन बनाएर यस्तो लगाएर फोटो खिचेर अनि हाल्नेछौँ। अहिले चाहिँ लास्ट थाक्यो क्या गाइस, घाम पनि त्यस्तै छ, गर्मी त्यस्तै छ, अनुहार पनि बरु यसरी हिँड्दाखेरि चाहिँ यता यस्तो हावा आइरहेको छ। यसरी हिँडेर चाहिँ आज हामी रुम पुग्दैनौँ भन्ने मलाई पूर्ण विश्वास छ। त्यही भएर अब हामी एक ठाउँमा बसेर हेयरबिन बनाएपछि हेयरबिन कस्तो हुन्छ तपाईँहरूलाई देखाउनेछौँ है त। यताबाट हामी चाहिँ कोरियाको सबभन्दा बेरोजगार भनेर चिनिन्छौँ। अब चाहिँ हामीले चाहिँ हेयरबिन बनाइसकेर फोटो पनि खिचिसक्यौँ। तपाईँलाई एकछिनमा मैले हालेर देखाउने छु। अहिले उता हेर्नु, हामीले बनाएको हेयरबिन लगाएर भिडियो खिच्दै हुनुहुन्छ। हेर्नु कस्तो भएको छ हाम्रो हेयरबिन। ल ओइ गाइज, हामी हिँड्दै हिँड्दै आउँदै थियौँ क्या, हामीले किम्बुको बोर्ड देख्यौँ होइन। यहाँ किम्बु चोर्दैछौँ अब हामी। हेर्नु त, वाउ थालिसकेको छ राति। अब जानुपर्ने हुन्छ हामी घर। आज म बिहान ओ माई गड, आज बिहान म 2:20मा हिँडेको थियो होला। 7:30 भइसकेको छ, 7 बजिसकेको छ। आज त पुरै गलेको छु हौ म त हिँड्दा हिँड्दा। अब घर गएर खाना पकाउनु पर्ने हुन्छ, खाना पकाएर खानुपर्ने हुन्छ। यस्तै हो गाइज, कतै गयो गलिन्छ, घर बस्यो मोटाइन्छ, यस्तै छ परदेशी जिन्दगी, के गर्नु। एनिवेज थ्याङ्क्स फर वाचिङ। सधैँ यस्तै अबदेखि मलाई यस्तै माया सपोर्ट र साथ दिएर हेरिदिनु होला भन्ने आशा त छ। पोजिटिभ कमेन्ट गरेर मलाई साथ दिनु होला भन्दै आजलाई यतिमै हिन्ट गर्न चाहन्छु। And thanks for watching.